राजावादीहरू सबै मिले, राजावादीहरू एकजुट भए। अब राजावादीहरूले राजा ल्याउँछन्, यिनीहरू सब एकजुट भइसके भन्ने समाचार अहिले खल्लो बनेको छ। नमस्कार दर्शकबिन, अहिले तपाईँ हेर्दै हुनुहुन्छ सर्टकट न्युज र सर्टकट न्युजमा आज दुर्गा परसाई र राष्ट्रिय प्रजातन्त्र पार्टी बीचको खपपट लिएर आएको छु। आफूलाई राजावादी भन्नेहरू आफै टुटफुट भएर सकिने बाटोमा लाग्न सुरु गरिसकेका छन्। राप्रपा र दुर्गा परसाई राजालाई निर्मल निवास पुर्याउने त्यो जुलुस, त्यो मसाललाई कसले ल्यायो भन्ने श्रेय पाउनका लागि पनि उनीहरू बीच यतिखेर भिडन्त सुरु भएको छ। दुर्गा परसाई भन्छन् राप्रपाले मलाई गोठालो सम्झेछ। यदि तिमीहरू साँच्चै नै राजा ल्याउन चाहन्छौ भने सदनबाट राजीनामा दिएर फिल्डमा आऊ, अनि हुन्छ सहकार्य। राप्रपा र दुर्गा परसाईमा राजाको प्यारो को बन्ने भन्ने हुटहुटी बढेको छ। राजालाई ल्याउन मेरो ठुलो योगदान छ, जनतालाई देखाउनकै लागि पनि उनीहरूले यो सब गरिरहेका छन्। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले राप्रपालाई जुलुसमा फोहोर गरेको भन्दै रु 1 लाख रुपियाँ फाइन भरेको छ र त्यही फाइन बुझाउनलाई प्रमुख सचेतक ज्ञानेन्द्र बहादुर शाही काठमाडौँ महानगरपालिकामा गएर उक्त रकम बुझाएका छन्। यही सब देखेका दुर्गा परसाईले सम्पूर्ण जस राष्ट्रिय प्रजातन्त्र पार्टीले लिने भयो भनेर उनी बिच्किएका हुन्। अब उनी कसरी अगाडि बढ्छन् त्यो पनि हेर्न बाँकी नै छ। कुनै बेला गणतन्त्रवादीलाई माछी चामलको भात खुवाएर उनी गणतन्त्रवादी बनेका थिए, तर एकाएक उनी राजा फर्काउने सोचमा आए र राजावादी बने। कुनै बेला प्रचण्डका प्यारा दुर्गा परसाई न त केपी ओलीका भए न त राजेन्द्र लिङ्गदेनकै। आज उनी यस्तो अवस्थामा आइसकेका छन् कि आफू एक्लै हिँड्नुपर्ने बाध्यतामा देखिन्छन्। कुनै बेला एक अर्कामा घोचपेच गर्ने राजेन्द्र लिङ्गदेन र दुर्गा परसाई बीच अब कसरी यो पक्षमा मिल्छन् भन्ने कुरा भन्न सकिने अवस्था छैन। उनीहरू बीच राजा ल्याएको श्रेय कसलाई जान्छ भन्ने नै उनीहरूको मुख्य प्रतिस्पर्धी देखिन्छन्।